So good morning everyone. Day 2 मा चाहिँ तपाईं सबैलाई स्वागत छ। म यहाँ प्रमिस दाइ त्यहाँ अनि हामीहरु अब लाग्ने सिधै एनसीएमटी कलेजको अब टुडेज डे अनि आजको दिन कुरा गर्नु पर्दा प्रोबेबली आजदेखि गेम्सहरु चालु हुन्छ होला भन्ने जस्तो लागिरहेको मलाई अनि आई गेस चालु पनि हुनुपर्ने हो। सो वी आर जस्ट रेडी फर द डे। यता हामीहरुको बाहिर अरु दुई जना नि हुनुहुन्छ। सो लेट्स सी के कस्तो दिन जान्छ आजको दिन। अहिले चाहिँ म रामपुरी गोरु देखिन होला यार। माथिबाट आउँदाखेरि घाम उल्टो डाइरेक्सनमा आएर कालो कालो अहिले गोरु देखिन होला। अनि हामीहरुको मान्छे नि हुनुहुन्छ अनि सो यो दया हेर्नुभयो। नाउ वी आर स्ट्रेट हेडिङ टुवर्ड्स एनसीएमटी। सो गाइज हामीहरु फाइनली हामीहरुको भेन्यू भन्ने ठाउँमा चाहिँ पुगिसक्यौँ। अनि दादा कस्तो 0.5 मा गएन होला अब यहाँनिर दादा हुनुहुन्छ अनि हामीहरु मजाले अब भित्रतिर गइरहेछौँ। सो दिस इज द होल भेन्यू अराउन्ड हियर। एज यु क्यान सी प्लेयर्सहरु यता चाहिँ बसेर मजाले डाङडुङ डाङडुङ खेलिरहेको हुन्छ। अनि यता मान्छे सबै हुनुहुन्छ। यता जर्सी नाम आइरहेको भनौँ। अनि यता भन्जरहरु हुनुहुन्छ हामीहरुको। सो दिस इज द प्लेस फर टुडे। अनि अब हजुरहरुलाई हामीहरु यसो हल्का टुर अफ आवर दिस प्लेस। सो गाइज अहिलेको लागि चाहिँ कुरा गर्नुपर्दा मजाले सेटअपको काम चाहिँ चलिरहेको अनि कुरा गर्नुपर्ने पनि प्रोबेबली यहाँ चाहिँ डिस्प्ले रहनेछ। अनि उतानिर हामीहरूको वान एन्ड ओन्ली क्रिम्सन नोभाको ओनर नि हुनुहुन्छ। अनि त्यसपछि कुरा गर्नुपर्दा म यहाँ बस इन्जोय गर्न छु। दादाहरू एज यु क्यान सी प्रिपेयर गर्दै हुनुहुन्छ आजको लागि। त्यसपछि म कपाल मिलाउँदै बाहिरतिर गएँ अनि कुरा गर्नुपर्ने भने यता प्लेयर्सहरू पनि आइरहेका थिए बिस्तारै बिस्तारै। एभ्री वान वाज हियर। बिस्तारै भए पनि भन्नुपर्दा फेरि म एकचोटि अझै भित्र एकलट जान थाल्यौँ। घुमिरहेको नै थिएँ म मजाले। आई वाज जस्ट इन्जोइङ भने अहिलेको लागि फाइनली हामीहरू भेटघाट भइसक्यौँ। अब हामीहरू आई जस्ट सो यु द क्यासरुम द्याट वी आर गोइङ टु वर्क इन्टु। यस्तो छ दाइले यता यो सेटअप मिलाउँदै हुनुहुन्थ्यो कास्टोडेक्सको। र कुरा गर्नुपर्ने भने फेरि अझै काजी सर र म बाहिरतिर लागि मल्का घुमघामको परिस्थितिमा मजाले कपाल मिलाउँदै काठमाडौँको हावा स्कुटीमा खाँदै बाहिरतिर गयो। सो होला गाइज हामी एनसीएमटी कलेजको भोयाबली सिजन 2 मा रहेका छौँ। हेर्मी लक्षित रहेका छौँ। चलो कि आज के हुन्छ हामीले चाहिँ कास्ट गर्दैछौँ। सो गाइज फर हाम्रो हल्का नास्ता हामी चाहिँ निस्केको। यता सर हुनुहुन्छ हाम्रो प्रोडक्सन टिम निक्लिरहेको सबै। अनि यता एज यु क्यान सी वाइट नेपाल अब लभली बॉयज आयो हियर। अनि सबै टिम्सहरू यतै नै छन्। यता पनि के न के मिलिरहेको। हजुर आफ्नो कन्टेन्ट त छोड्नु भएन त मैले। हजुर को चाहिँ होइन होला हो। हेलो गाइज हजुर यार मेरो नास्ता खाने चाहिँ हल्का निस्केको। अनि यता भइरह मजाले सबै आफ्नो चाहिँ गरिरहन् केटाहरूले। यता कफिन मेको स्पोर्ट्स अनि सबै टिम्सहरू यतै नै छन्। सुपर नाउ नास्ता खाने चाहिँ निस्किने भनेको अगाडि अगाडि हिँडिरहेको हामीहरू। नास्ता खाएर मजाले अब कास्ट रेक्सिङ मिलिरहेको। लभली चाहिँ अभियसली हामी केटा कस्तो के हुन्छ हेरौँ। सिनाएर चाहिँ अहिलेको लागि कुरा गर्नुपर्दा यस्तो नै छ। अगाडि सबैजनाहरू छन् म पछाडि छु। अनि त्यसपछि फेरि हामीहरू सबै खाना खानको लागि चाहिँ आएको थियौँ। झुसी दाई प्रमेश दाई अनि पछाडि सजन दाई हुनुहुन्थ्यो। निर्मल दाई अगाडि हुनुहुन्थ्यो। सबै बिस्तारै खाना पोज दिन न दाई भिडियो बनाइरहेको हो। सजन दाई सजन दाई सजन दाई अनि त्यसपछि हामीहरू खाना खानातर्फ लाग्यौँ। उता झुसे दाई हुनुहुन्थ्यो। यता सबै दाई नै हुनुहुन्थ्यो भने निर्मल दाई मजाले अहिले आफ्नो खानामा ध्यान दिँदै हुनुहुन्थ्यो। हामीहरू भर्खर लन्च गरेर अब मजाले लाइनतिर गएर आरामले अब चाहिँ कासिङ हान्ने होला। किन कासिङ के छ स्थिति अब चाहिँ जोस सोस आइसकेको छ होइन। एउटा चिजले भएन त्यो दाइहरूले अर्को चिज अर्को लाइनमा चाहिँ पक्कै हुन्छ भाइ भन्नुमा। सो फोर्न हामीहरू मजाले अब विराटनगर आइम कमिङ गाइज होइन। विराटनगर भेट्नुपर्छ। उनी चाहिँ विराटनगरमा भेट्ने रे। हाम्रो चाहिँ फिक्स छैन के हुन्छ कस्तो हुन्छ त्यो हेर। म अब आएपछि रमाइलो हान्नुपर्छ नत्र त्यस्तै छ। सो फर नाउ अब मजाले कलेजतिर छिरिने। यता केटाहरू म तपाईँलाई देखाइसकेँ। रमाइलो केटाहरू नि छन् अहिलेको लागि चाहिँ। सो फर नाउ हाम्रो मजाले भित्रतिर आइसक्यौँ।
अनि त्यसपछि हामीहरू भित्रतिर आयौँ ल्यान्डभित्र पनि प्लेयर्सहरूसँग भेटघाट नै भइरहेको थियो हामीहरूको अनि उता भेन्यूतिर पनि गेमहरू अलमोस्ट स्टार्टिङ हुन लागिसकेको थियो गेमको अनाउन्समेन्ट भइरहेको थियो साथै भुडु दाई आउनुभयो भुडु दाईसँग काजीको मिटअप भयो अनि त्यसपछि भुडु दाईले उता सजन दाई र प्रमेश दाईसँग नि भेटघाट चाहिँ भयो भुडुको भने नलगाउनु न यार दाई आमा सोध्न मलाई सोधिने हो दाई राख्न हान न यार आफ्नो भ्लगमा चाहिँ यस्तै क्या हो ल थ्याङ्क यू भोलिको दिन है ल भुडुदाईलाई बोलाउनु त यता भुडुदाईलाई पनि फ्रेममा चाहिँ लिनु पऱ्यो बोलाउनु गेममा आउनु न त हजुर यहाँ यो मान्छे जसले चिन्छ कमेन्टमा स्प्याम हुनुपर्छ है दाईहरूसँग भेटघाट पछि फेरि हामीहरूले एकचोटि बाहिरतिरको माहौल हेऱ्यौँ र यतातर्फ कुरा गर्नुपर्दा कार्ड्सहरू बाँडिरहेका थिए हामीहरूलाई अनि हामीले मजाले कार्ड पनि पायौँ सो गाइस अहिलेको लागि यति नै हामीहरूको यो चाहिँ रहेछ सेटअप यहाँनिर दुईवटा ल्यापटप छ उता चाहिँ ठुलो स्क्रिन चाहिँ रहेछ अनि एज यु क्यान सी पछाडि हामीहरूको ब्यानरहरू नि छ सो फर नाउ अब म चाहिँ आफ्नो मेन कामतिर चाहिँ लाग्छु भ्लगहरू आउँदै नै छ यस्तै नै तपाईँहरू इन्जोय नै गर्नु बाहिरतिर सबैजनाले लङ भिडियो हाल्नु भन्नु होला है सबै रेकर्डेड आज 15-20 मिनटको चाहिँ आउँछ पुरै म एडिट गर्छु बसेर होइन रमाइलो बाहिर हामीले भुडु दाईलाई भेट्यौँ अनि त्यसपछि कुरा गर्नुपर्दा रिनिस दाई नै हुनुहुन्थ्यो भोलिको आउने भोलि हाम्रो स्पोर्ट्सका प्लेयरहरू आउँछन् आज त देख्नुभयो होला उसलाई अझै प्लेयरको कतिको आइडिया छैन आइसेन थियौँ पहिला दिपु पोइजन धेरै थियौँ त्यहाँ दार्जिलिङका प्लेयरहरू होइन मैले चाहिँ कस्तो थियो मैले त्यस्तो नाम मात्र चिनिरहेको छु यस्तो फेस टु फेस चाहिँ मेरो फर्स्ट टाइम एक्सपिरियन्स हो सो द्याट्स वाइ जतिलाई चाहिँ मैले नेम गर्न सकेन आइम रियली सरी फर एभ्रीवन त्यसपछि दादा आउनुभयो हल्का चेकिङको लागि अनि फेरि चेक गरेर जानुभयो अहिलेको लागि यति नै म ऱ्याप अप गर्छु बाहिर गएपछि जस्ट मजाले नै भिजुअल्स हेर्नुहुन्छ अनि भोलि पुरै ब्लू होडा अनि अरू पनि आउँछ टिसिआर आउँछ सो लेट्स जस्ट होप फर द बेस्ट गाइस कुरा गर्नुपर्दा ड्राई रन भर्खरै नै सक्यो अनि यो मेरो लागि चाहिँ पक्कै नै नयाँ एक्सपिरियन्स नै हो कोठाबाट कास्टिङ गर्दा गर्दै यत्रो ठुलो सेटअपमा चाहिँ म पुगेको छु अनि कुरा गर्नुपर्दा द्याट वाज भेरी लभली फर मी टु ड्राई रन बल्ल नै सकेको छ अब पहिलो गेम चालु पनि हुने हो केही क्षणहरूमा अहिलेको लागि कुरा गर्नुपर्दा एज यु क्यान सी टिम्सहरू यता इन्जोय पक्कै नै गरिरहेका छन् कुरा गर्नुपर्ने भने एभ्री टिम जहाँ हियर करेन्टली सबैले चाहिँ आफ्नो बेस्ट देखाउने खोजिरहेका छन् अनि ड्राई रनको बोया यता हुनुहुन्छ 07 बहुत हल्का जोस तो देखा यार ल ल रमाइलो रमाइलो HBX का प्लेयर्सहरू अनि यता दशिल प्लेयर्सहरू लभली वेमा छन् 0.5 नगर नि त 1 मा गर नि त टाइम पास अनि मलाई पनि कसले पो ऱ्यान्डमली सोधे पश्चात भ्लगर हो भन्ने कुरा आएपछि फेरि हामीहरू अझै मिटिङ गर्न थाल्यौँ र यस्तो लभली अवार्ड पनि मिल्नेछ द बोया टिकर्स र द च्याम्पियन्सको टाइटल जसले होल्ड गर्नुहोस् तिनीहरूलाई भयो गाइज 100 IQ मुभमेन्ट है र मान्छेहरूले इन्टरभ्यू पनि लिइरहन् अब इन्टरभ्युवरको इन्टरभ्यू हजुर चाहिँ को हो हल्का आफ्नो बारेमा हल्का इन्फो म सागर घिम्रे एके एनसीएमटीको कन्टेन्ट क्रिएटर अनि मेरो आफ्नो इन्स्टा पेज चाहिँ सागर घिम्रे _0 यो चाहिँ म कल गरिदिन्छु आफ्नो आफ्नो गर्न पाइएन हुँदैछ है ल अक्षित 3 2 1 गो एक्सन हेलो एभ्रिवान म चाहिँ आज हाम्रो एनसीएमटी सिजन 2 को कास्टरसँग छु हजुरको माइसेल्फ लक्ष्य धामी अनि हाम्रो लागि चाहिँ कुरा गर्नुपर्दा एनसीएमटी बोया प्ले सिजन 2 को चाहिँ म कास्ट सुन्ने भनौँ अनि हाम्रो मित्र नि हुनुहुन्छ अनि धेरै अरू कास्ट पनि छन् अनि हजुरको चाहिँ परिचय अनि मेरो ठिक्क यतातर्फ इन्टरभ्यू हुने लागतै हामीहरूले अब झुसिदाईको पनि हुनुपर्छ भनिरहेको थियौँ अनि फेरि यता लभली वेमा चाहिँ हामीहरूको निर्मल दाई वान एन्ड ओन्ली दक्षल दाईको पनि इन्टरभ्यू चालु भइसकेको थियो र त्यसपछि कुरा गर्नुपर्दा वी वर जस्ट इन्जोइङ द मुमेन्ट यता सजन दाई जुसु दाई प्रमेश दाई हामी सबै थियौँ अनि त्यसपछि कुरा गर्नुपर्ने भने यतातर्फ हामीहरूको यता भिडियोग्राफरहरू पनि हुनुहुन्थ्यो इन्टरभ्युवर पनि हुनुहुन्थ्यो रमाइलो गर्दै थियौँ हामीहरू वी वर जस्ट इन्जोइङ एज आई सेड अनि यसपछि हामीहरूको फाइनली झुसु दाईको पालो पनि आयो झुसु दाईको इन्टरभ्यू पनि चालु भयो अनि फेरि प्रमेश दाईको पालो पनि आयो इन्टरभ्यू दिनुको लागि चाहिँ वी वेयर प्रिटी एक्साइटेड अब सुनौँ प्रमेश दाईलाई
एभ्रिवान मसँग चाहिँ हाम्रो हेड प्रड्युसर प्रमिस हुनुहुन्छ Boys, हामीहरू अहिले हल्का सानो सर्ट ब्रेकमा छौँ प्लेजहरू अहिले नास्ता खानु निस्किनु भएको सो फर नाउ हल्का ब्रेक नै छ भनौँ ब्रेक स्टार्ट हुने बित्तिकै हाम्रो पहिलो गीत लाग्छ र अहिलेको लागि चाहिँ कुरा गर्नुपर्दा क्यामेरा चाहिँ लास्ट धमिलो आइरहेको तर नि ठिक छ ल यस्तो नै छ तर उता कलमा हुनुहुन्छ दाइ र अहिलेको लागि चाहिँ प्लेयर्सहरू चाहिँ यहाँ चाहिँ सिड हल्का ब्रेकमा जानु भएको छ ब्रेक सकिने बित्तिकै फेरि गेमहरू हुन्छ पहिलो गेम चालु नै हुन्छ भनौँ अब चाहिँ मजा आउँछ केटा 6 गेम बाँकी छ नेक्स्ट चाहिँ आजको दिनमा कुन चाहिँ टिम टेबल टपर्स हुन्छ यता हाम्रो फ्यामिली रहेको छ दाइ कस्तो चलिरहेको हामीहरूको पहिलो भर्खर ड्र के भन्छ हाम्रो गेम सक्यो दाइ ड्राई रन सक्यो रियली सरी अनि के कस्तो छ तयारी एकदम होइन होला एकदम खतरा तयारी भइरहेछ गाइज ऊ खाजा बाँडिरहेछ भन्ने खाजा बाँडिरहम अहिलेको लागि चाहिँ कुरा गर्नुपर्दा एनालाइज गर्दैछन् खाजामाथि रितेश दाइलाई देख्न सक्छौँ हजुर जान्न अब जान्न पछिबाट दाइको पछिबाट जानु अरू दाइ के लाइक गरिदियो गाइज सब्सक्राइब गरिदियो इट्स योर बोय एपिसोड धेरै मिहिनेत गरिरहेछ सिजन 3 4 मा बोलाउँछौँ हामी लभली यहाँ मजाले खाजा बाँडिरहन् सरी खाना नै अनि त्यस्तो रमाइलो पिसी हेरेपछि हामीहरूको मोमो आयो लन्च एज अ लन्च अनि मोमो चाहिँ हामीहरूको भेज मोमो नै थियो त्यसलाई हामीहरूले पक्कै नै दुर्भाग्यवश चटनी मोमो नै छ भित्र अनि मोमो आउने बित्तिकै आई प्लान कि झुसे दाइलाई चाहिँ मैले मजाले नै गर्नुपर्छ भन्ने जस्तो लागेको नै थियो मैले लिम्का जुस लिम अनि त्यसपछि कुरा गर्नुपर्दा रिनिस दाइ भित्र हुनुहुन्थ्यो हल्का सानो अझै मिटअप पनि हुन थाल्यो र त्यसपछि प्रोडक्सनको पुरै टिम नै हामीहरू बाहिर गएको थियौँ हल्का राउन्डिङको लागि र त्यसपछि कुरा गर्नुपर्दा हामीहरूको फोटोसुट नै भयो फोटोसुट नै रमाइलो गयो म पनि त आफ्नो फोटोसुट गराउनको लागि चाहिँ उम्बिसकेको थियौँ बिस्तारै फोटोसुट पनि हुन थालेको थियो र त्यसपछि कुरा गर्नुपर्ने भने अझै रमाइलो वेमा भित्रको पनि हामीले हल्का भेन्यूको लुक लिम यता पछि पानी परेर हल्का गाह्रो सिनारी पक्कै नै बनेको थियो कुरा गर्नुपर्दा नराम्रो सिन पनि यता हुन पुगिसकेको थियो पानी परेर भित्र छ्यामछुम पुरै बनेका कारणले चाहिँ कुरा गर्नुपर्दा हामीहरूको गेम हल्का चाहिँ होल्ड हुन पुगेको थियो भने तर पछि हामीले प्लेयर्सहरूलाई सबैलाई नै 2वटा कोठामा चाहिँ 6-6वटा टिम गरेर राखेकी थियौँ जस कारणले चाहिँ गाह्रो जुन भइरहेको थियो त्यो सजिलो पनि हुन पुगेको थियो यतातर्फ कुरा गर्नुपर्दा 6वटा टिम्स आधा टिम्स यता थिए आधा टिम्स पल्लो कोठामा थिए प्रोडक्सन हाउसको नजिकै थिए कास्टिङ गर्न झन् मजा पनि आइरहेको थियो र त्यसपछि निर्मल दाईसँगै हामीहरूले अब यता कुरकुरी खाने प्लान पनि गऱ्यौँ उता कुरकुरी ल्याउनु भएको थियो हाम्रो मित्रले कुरकुरी पनि बिस्तारै बिस्तारै उठायौँ हामीहरूले मैले चाहिँ हल्का धेरै नै उठाइदिएँ रमाइलोको लागि र कुरा गर्नुपर्दा र यता पानी फाल्ने रेस पनि भयो र पानी फाल्ने रेसमा चाहिँ क्रिस्टियानो रोनाल्डो 7का चाहिँ फ्यान पनि थिए र त्यसपछि यता कुरा गर्नुपर्ने भने दोस्रो रेस पनि भिडन्त रूपमा चालु भइसकेको थियो दोस्रोमा पनि तिनै विजेता हुनुभयो टिम मिटिङ भनेर टक्क हाल्नुपर्छ नि र कुरा गर्नुपर्ने भने हामीहरूको डे 1 पनि यही समाप्त हुन पुगेको छ गेम्सहरू सबै सकेका छन् 6वटा गेम अब हामीहरू बिस्तारै आफ्नो ट्याक्सीको लागि चाहिँ कुरिरहेका थियौँ र कुरा गर्नुपर्ने भने अब हामीहरू ट्याक्सीतर्फ पनि लाग्यौँ बिस्तारै झिसिँदाहरू पछाडितर्फ बस्नुभयो आई वाज इन द फ्रन्ट अनि यतातर्फ मजाले नै रेकर्ड गर्दै हामीहरू बिस्तारै आफ्नो घरतिर पनि फर्किरहेका थियौँ लेफ्ट सर्ट दाइ र कुरा गर्नुपर्ने भने सन्देश चाहिँ स्कुटीमा जाने प्लान पक्कै नै भएको थियो अब हामीहरू भित्र बसिसक्यौँ अनि हामीले सन्देशलाई र कुरा गर्नुपर्दा लेफ्ट सर्ट दाइलाई पनि अगाडितर्फ स्पट गरेका थियौँ दाइहरू अगाडि थियौँ हामीहरू पछाडि थियौँ अनि यता भ्यू यस्तो दामी बनेको थियो द्याट वाज प्रिटी लभली यतातर्फ यस्तो दामी चाहिँ भ्यू बनिरहेको थियो र कुरा गर्नुपर्दा अब चाहिँ
झुसुँदै यहीँ उत्रिनु भयो र आफ्नो घरतर्फ लाग्नु भयो र हामीहरू पनि अब बिस्तारै आफ्नो घरतिर लाग्न लागेका थियौँ उताबाट प्रमेश दाई र कुरा गर्नुपर्ने भने काजु सर आउनुभयो फेरि अझै हामीहरू मिठो आलु चप चाउमिन र चाउमिन पश्चात चिकन ससेसतर्फ चाहिँ लाग्यो ल गाइज यो चाहिँ हामीहरूको डे 2 को ब्लग रहेको थियो भोलि हामीहरूको डे 3 रहनेछ भोलि झन् हो र स्पोर्ट्सका साथै अरू टिम्सहरू पनि आउनेछन् आजको लागि चाहिँ कुरा गर्नुपर्दा 15 मिनटको चाहिँ भिडियो बनेको छ यो हल्का लामो पनि बन्न पुगेको छ तपाईँहरूलाई राम्रो लाग्छ भने डु इन्जोय इट मलाई कमेन्टमा भनिदिनु अनि यस्तै इन्जोय गर्नलाई चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु लाइक पनि गरिदिनु र यसको साथ अब म सुतेको गुड नाइट यता चाहिँ अहिलेको लागि चाहिँ बिहानको 2 बजिसकेको छ हाम स्विट ड्रिम्स